नमस्ते वेलकम टु बिता युट्युब च्यानल। आज स्वागत छ। आज देखाउँछु मेरो सासू बुढी आमा बिरामी छ। उ जान लागेको छ काठमाडौँ हस्पिटल दबाई गर्नको लागि। हजुरहरूलाई कहाँ जान लागेको? खडा उठ जाऊ। तर भएन गाडी आइसक्यो। अघिदेखि खानुपर्छ नि। के खाने? कुखुराहरू कहाँ गयो अघि? कुखुराहरू त म उठ्नुभन्दा अगाडि उठेर हिँड्छ। के भन्नु? इ 5-6वटा छ मेरो कुखुरा। अरे कता कता गयो, कता कता आइज मनाइ। 5-6वटा बाख्रा छ। बाख्रा पनि कता हो? चामल खाएको न। यो बाख्रा त कुखुराले दिएको चामल खान्छ। तेरो अहिले म सबै गाबिने छ हौ मेरो बाख्राहरू। आउने बेला भइसक्यो। यो मेरो सानो घर जिप्रो। के गर्नु साथी, यस्तै हो जिन्दगी। लाइन पनि प्लुत्त गयो भ्लग बनाउँछु भन्दै। अरू कुखुराहरू कहाँ गयो? यहाँ रहेछ हेर्नु त, ओथ्रा बसेको। एउटा यहाँ ओथ्रा बसेको छ कुखुरा। अब यसले चल्ला निकाल्छ। एउटा अन्डा यहाँ छ। अब यसले पनि अब अर्को कहाँ पुगेछ? ओथ्रा बसेको कुखुराहरू यिनीहरू। ओथ्रा बसेको कुखुराहरू। अरे यति छ। बाख्राहरू कता कता हो। ए काम त कति हो, कति काम गर्दा बोलाइसक्यो। ओ भाँडा माझ्न अझै त्यति छ। ओहो गाह्रो छ हौ, गाह्रो छ हामीलाई, गाह्रो छ। यो मेरो सानो दोकान। मेरो मोटे छोरा हेर्नु यहाँ बिल्कुल मान्दैन। आइज न लाइफमा उयसमा डान्स गर्नु भने क्यामेरा मरिरहनु भन्दा जबस्ती लिएर आएको। ओइ ओइ बाबा यहाँ आउन छिटो। बुढो 1000 भन्दा केही मानेकै छैन। ल्याउनु नै नाना पैसा नदिने जान लाग्यो त। अनि पैसा त दिनु पऱ्यो त नाना अलिअलि बाटो पर्छ। सियान मुन राखेको छु मैले। त्यत्रो दिन्छ पैसा नभएको बेलामा। त्यही कोसेली ल्याएको छ। कोसेली ल्याएर दसैँमा टिका लाउनु पाएन। टिका सिधै खोल भन्दा सुनेनस्, दिन्छ मर्ने गरे पैसा।